Wow. फुल नेपालको सपोर्टको लागि। हजुरको नाम? मेरो नाम भरत सनी, नमस्ते। नमस्ते। चन्द्र विश्वकर्मा। मनीषा नमस्ते। तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको? हामीहरू चाहिँ यति बेला दैसरदेखि आएको, दैसरदेखि। पुरा फ्यामिली आउनु भएको रहेछ? हजुर, पुरा फ्यामिली आएको। कसको सपोर्टमा आएको? हामीहरू नेपालको सपोर्टमा। सिम्पल गाबी आउनु भएको छ आज? आउनु त भएको छ, अब खेल्नु हुने कि नै थाहा छैन। खेल्नुपर्छ। लास्ट म्याचमा त खेल्नु भएको थिएन क्यारे। लास्ट 2 म्याचमा न? अनि के लाग्छ नेपालले जित्ला? अब मनदेखि त जित्न चाहन्छ, म हेरौँ के हुन्छ। आजको म्याचमा चाहिँ जित्नुपर्छ, किनभने चाहिँ हाम्रो कप्तान कता मैले न्युज हो कि फेक न्युज हो कि साँचो न्युज हो त चाहिँ थाहा भएन होइन। हजुर। कप्तान चाहिँ बिरामी हुनुभएको छ अरे भन्ने सुनेको छु। तापनि आजको म्याच चाहिँ जसरी पनि जित्नुपर्छ। अघिल्लो म्याचहरूमा हारे तापनि यो म्याचमा चाहिँ जसरी पनि जित्नुपर्छ कि गेम जितिहालिन्छ नि, किन जित्नुपर्छ। 3 चोटि सपोर्टमा आउनु भएको छ, एकचोटि पनि जितेको छैन। अब यो चोटि जित्नुपर्छ। योचोटि चाहिँ जित्नै पर्छ। फेरि चौथोमा नै आउने हो। चौथोमा आउने, जितेपछि त अरू अरू हामी लिएर आउने। टिकट कति निकाल्नु भयो? हामीहरूले 1 2 3 4 4 8 जनाको 24 जना गाडेको छौँ। 25,000 को भिआइपी सोच्नु। हरेक चोटि हामी भिआइपी टिकटमा आएको छौँ। चाहिँ योचोटि चाहिँ जित्नुपर्छ है। हामीहरूलाई चाहिँ निराशा हुनु चाहिएन। अघिल्लो टाइम गेमहरूमा हारे तापनि यो चाहिँ गेममा जित्नुपर्छ, किनकि गेम हो होइन, हार जित त भइहाल्छ। अघिल्लो पहिला गइसकेको टाइममा हामी बिर्सिदिउँ। अहिलेको चाहिँ प्रेजेन्ट टाइममा चाहिँ आज गेममा चाहिँ जित्नुपर्छ भन्ने हामीले आशा राखेका छौँ। फर्स्ट म्याचमा चाहिँ निराशा भएन, सेकेन्ड म्याचमा चाहिँ धेरै भएको छ। अब थर्ड म्याचमा आउनु भएन। केही छैन, सेकेन्ड टाइममा हारे तापनि अब इन्डिया जस्तो यति ठुलो खेलाडी म्याच के अरे टिम हो होइन, ठुल्ठुला टिमहरूले पनि एकदम नर्मल एकदम नराम्रो हार हारेको हुन्छन्। हाम्रो टिम त भर्खरै सुरुवात भएको छ। हाम्रो खेलाडीहरूको त्यति ठुलो बजेट पनि छैन। फेरि पनि हाम्रो आशा लागेको छ हाम्रो टिमले यसरी जित्नेछ र जित्छ पनि। केही छैन, कहिलेकाहीँ हार जित त भइहाल्छ। ठुल्ठुलो टिमले पनि धेरै राम्रोसँग हेरेको हामीले टिभीहरूमा लाइभ म्याचहरू देखिरहेका छौँ। तर जित्नुपर्छ, जित्नुपर्छ। जय नेपाल। जय नेपाल, जय नेपाल, जय नेपाल। जय नेपाल। के लाग्छ नेपालले जित्ला? आज चाहिँ नेपालले जित्छ जस्तो लागिरहेको होइन। अस्तिको फर्स्ट म्याच पनि अब भनौँ न जितको अन्तिम चरणमा पुगिसकेको छ। हार्दैन हार्छ तर नेपालले हार्ने होइन। आजको म्याच हार्ने होइन। आजको चाहिँ मोस्ट इम्पोर्टेन्ट म्याच हो है। हो आज हार्यो भने आउट अफ द T20 वर्ल्ड कप हुन्छ। त्यही भएर आज चाहिँ जित्नुपर्छ है नेपालले। जिताउनको लागि आज हामी सबै नेपाली फ्यान्सहरू आफ्नो टिमलाई सपोर्ट गर्नको लागि आएका छौँ। यहाँसम्म आइपुग्या हो है। कहाँबाट आउनु भएको? हस् त, धन्यवाद। हामी चाहिँ धनगढीबाट आएका हो। ए धनगढबाट हो। मेरो चाहिँ चौमाला। ए ल ल चिने जस्तो लाग्यो यार तपाईँको। एकचोटि चस्मा निकाल्नु न। चौमाला कहिले गएको थियो? चौमाला कहाँ हुनु? गएको छैन? गएको छु। हजुर। ए ल ल। अब एक्ज्याक्टली याद चाहिँ भएन मलाई नि है। चौमाला चाहिँ गइरहेको हुन्छु। म पनि चौमालामा बस्छु। ओके, थ्याङ्क यू। जय नेपाल। ल तपाईँ युट्युबमा हुनुहुन्छ? के छ तपाईँको नाम? युट्युब च्यानल छ? करेन्ट स्पोर्ट्स चेन छ। You can see my vlog there. Okay. You can see my vlog there. नमस्ते। के लाग्छ आज नेपालले जित्ला? खै अल द बेस्ट भन्न चाहन्छु पशुपतिनाथ। हेलो म्याम। खबर? ठिक छ। के लाग्छ आज नेपालले जित्ला? नजितेर हुन्छ, आज जित्नुपर्छ। जित्नै पर्छ एनी हाउ। पनि कहाँबाट छ तपाईँ चाहिँ? म मस्कट कमनबाट। ए कमनबाट। आज आउनु भयो? हिजो बेलुका। ए आजको म्याच चाहिँ पुरा हेर्ने भने आज फुल एनर्जीमा र पर्सिको फुल एनर्जीमा फुल हामी आज जितेर मात्रै जान्छ। जितेन मात्रै जाने, फेरि जिताउनु। जिताउने। ए तपाईँको नाम? मेरो देवन। ए देवन। तपाईँ सपोर्टको लागि नेपालबाट? होइन, ओमनबाट। ओके, रमनबाट। यो दुईटा म्याच आजको र पर्सि 17 तारिकको म्याचको लागि आएको। अनि जिताउनै भनेर आएको। दुईटा म्याच, एउटा म्याच एकदम राम्रो गयो, एउटा अलिकति खराब गयो, तर यो म्याच चाहिँ जिताउनु पर्छ। त्यहीमा त धेरै मन दुख्यो थियो पहिला म्याचमा भन्दा पनि सेकेन्ड म्याचमा धेरै मन दुख्यो। तर आज होप गरौँ हामी जितेर जान्छौँ। जाने भनेर। जय नेपाल। जय नेपाल। थ्याङ्क यू।
हर हर महादेव सर सर एकचोटि फेरि देखाउनु न दुई शब्द भन्नु नेपाल 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 भाइ जय नेपाल जय नेपाल नेपालबाट मादल ल्याएर आउनु भएको रहेछ हाम्रो दाइले चाहिँ दाइ चौमला गेलालीबाट हाम्रो बौनियाबाट नेपालबाट आउनु भएको नै म यता इन्डियामा छु हैन अनि यतै बसा हो अनि म्याच हेर्नको लागि नेपालको बेस्ट सपोर्ट बेस्ट सपोर्ट म पनि सपोर्टरै हो अनि के लाग्छ आजको म्याच चाहिँ एकदम नेपाल जित्छ जित्छ जिताउनु पर्छ ल अनि तपाईलाई के लाग्छ एकदम नेपाललाई जिताउनलाई आएको हामी जित्छ भन्ने आशा बोकेर आएको खेल होइन हार्छ जित्छ त्यो आफ्नो ठाउँमा छ तर हाम्रो चाहिँ चाहना अहिले एउटै छ जित्छ भन्ने नेपालले हारे पनि निराश हुन दिएको छैन निराश हुन दिएको छैन एकदम 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 अब जित्नु पर्छ 100% जित्नु पर्छ जिताउनु पर्छ जय नेपाल सपोर्टमा आएको सपोर्टमा डेफिनेसन आइडी जय नेपाल अनि सपोर्ट चाहिँ कसलाई गर्नुहुन्छ दिपेन्द्र या आइडी सन्दीप लामिछानी जय नेपाल देख्न सक्नुहुन्छ नेपालको सपोर्टको लागि काठमाडौँदेखि आउनु भएको छ आजको जित चाहिँ कसको नेपाल आज त सियोर नेपालले जित्नु पर्छ के सियोर नै 100% नेपाल विन के हो यो 100% 100% तर आरिफ र रोहितमा एकजना चाहिँ बस्नु पर्छ बेन्चमा दिपेन्द्र हो एउटा लेफ्ट आर्म स्पिन चाहियो बसिरहे मत मेरो निकाल्दिनु के लाग्छ नेपालले जित्ला जित्नु पर्यो अब कस्तो नेपाली टिमको सपोर्टको लागि चाहिँ कविताजी पनि आउनु भएको रहेछ अनि मैले मरिनमा भिडियो बनाएँ फुटबल स्पिन सो ट्राई गरेको जस्ट दामी रियाक्सन रहेछ अनि उहाँले फुटबललाई पनि बास्केटबलको जस्तै खेल्नुहुन्छ क्या देख्न सक्नुहुन्छ थ्याङ्क यू